ल आज मल बोकेको ठकै लाएर झ्या भएर हिँडिरहेको छ यता खाली डोको पनि पाउन सक्यो हेर नि त ल ल ल यस्तै छ के गर्नु गाउँले जीवन यस्तै छ यस्तो अल्छिने छ के गर्ने नसके काम गर्नै पर्यो हैन ए आजको पहिलो दिन गाउँको मेसिन चलाउन सजिलो के मेसिन चलाउन सजिलो के हो भन्नु मेसिन चलाइसम्म सजिलो नि शरीरको लागि दिमागको लागि त अब यही सजिलो यही सजिलो भ्यायो आयो आनन्द कसरी के भन्न छ छैन हजुर छैन त्यो त तपाईँको के तर्क तुला भन्नुहोस् कुन सजिलो चलाउन शरीरको लागि मेसिनै सजिलो तर दिमागको लागि यही सजिलो भ्यायो आयो आनन्द आरामले बिन्दास तरिकाले बस्न पाइयो मेसिन चलाउँदा त भ्याएर दिँदा गर्दासम्म आनन्दै भ्याएर दिएपछि तनावै तनाव यहाँ मिलेन त्यहाँ मिलेन फिटिङ भयो लुज भयो छोटो भयो लामो भयो भन्छ मान्छेको चित्त बुझाउन गाह्रो त्यहाँ शरीरको लागि बसिराखेर चलाउन शरीरको लागि मेसिनै ठिक अहिलेको यो परिस्थितिमा के ठिक घर बसेर सुतिराख्ने ठिक हो त हो साँच्चै हो खै के भन्ने हो त त्यस्तै सुत्न पाए त कति मजा हुन्थ्यो होला सुतेर खान पाए के गर्ने पैसा आउँदैन के गर्ने दुःख छ यस्तै छ गाउँलेको पिरा ल यस्तै छ हाम्रो गाउँ ढुङ्गा जे काम पनि आफूले जे गरे त्यही दुःख हो तर पनि भने धम्की धेरै आउँछ हेर्नुहोस् ढुङ्गाको छाप लगाएर छ ढुङ्गा छ ढुङ्गेली ठाउँ हाम्रो बुढी माउ आउँदैछ खेत्रेक गर्दै कस्तो लाग्यो त नि आजको दिन ठिकै त्यस्तो काम पनि गरे होइन तर बस्न पनि पाएन त्यही आजको दिन 2 खेप मल बोक्यो खाजा बनायो मल खनिदियो त्यति हो तर पनि थकाइ भने असत्य लाग्छ भयो पुग्यो त्यति भएपछि हस् त आजको भ्लगलाई आज यतिकै ल साथीहरू